होइन बिरे कहिले आउँछ हौ पप्पाले बुझ्नु भनेको त पर्खिँदा भयो त हौ यो कारबारी कान्छाले किन बोलाएको थियो कुनि साह्रो गरम पनि हुन्छ। अरे स्केस बल्ल जानु कि एकछिन बस्न होइन हो जाइहाल्नुपर्छ ल फेरि पप्पाले भेटिन्छ या भेटिँदैन जाउँ होला। हामी त आइपुग्यौँ गाउँ सल्लाहको लागि। के हो अहिले किन पर्खेको तपाईँहरूलाई त अन्त के हो लु बसौँ के छ कसो छ गफसप बसौँ यहाँ आउनु त आयो केटाहरू ढिलो गरेर भए पनि खास काम चाहिँ के छ हौ? पप्पाले दाइ अब खास काम चाहिँ के छ भने चाहिँ मक्सी पनि लाग्यो अनि म बिहा गरौँ भनेको। अन्त यता हाम्रो बिरे भाइले एउटा केटी हेरिदिएको छ अरे पुरै काम गर्ने केटी हेरिदिएको छ अरे त्यही आशामा चाहिँ म छु त्यसले गर्दा बिहा गरौँ भनेको सल्लाह। कारबारी कान्छाका दाजु त्यो केटीले त बिहे पो गरेछ त हौ अलिकति ढिलो हुनुभयो नि। यहाँ जस्तो मलाई त फोटो पठाएको छ त्यो यही केटी भनेको नि यो केटा चाहिँ यसले लगेछ नि। हो र हो नि विश्वास भयो त अन्त त्यतिको बल्ल बल्ल बिहा गर्नु त आँटेको थिइस् नि अर्कैले उडाइदिएछ अब गर फेरि बिहा अर्को सालतिर। खत्तम भयो नि हौ पालपाले दाइ खत्तम भयो मेरो त भाग्य छैन क्या हो। राम्रो हेरिदिनु पर्छ है अब चाहिँ। होइन मैले त राम्रै हेरिदिएको नि हौ पलपाले दाजु के गर्नु यता हाम्रो कारबारी कान्छा दाजुको भाग्यमै छैन रहेछ के पो गर्नु। आउनुतिर आउँछ नि भाग्य व्यक्ति बेला यसो मिलाइजुलाई गरेर हेरिदिनु नि यसपालि यस्तै भइगयो अब फेरि भेट्दै गरौँ न ल। हामी त्यसोमा लाग्यौँ ल। हुन्छ ल यसो सम्झिँदै गर्नुहोस् है मलाई मेरो लागि चाहिँ अर्को चाहिँ हेरिदिनु भयो एकदम हुन्छ भयो हुन्छ अब के गर्नु आँसु गाउँ भएन हो हुँदैन है अब ल।